थान के को बारेमा हो त नि भनेर भन्छ के यो दिएको कुरा चाहिँ के को बारेमा बढाउनु हो भनेर भनेको है। अब एकमा हेरौँ त फ्य धान नोङसार भन्छ धान खेतीलाई छिक्की उहिले उब्जाउनको लागि अथवा रोप्नको लागि उत्पादन गर्नको लागि मुरुल खादुव भन्छ पानीलाई समान रूपले चाहिँ नोन राख्ने नोङ ख्याङजिरुल मारामिदा भनौँ कृषि भूमिलाई कुरा गरिन्छ भनेर यसरी भनौँ है। अब अप्सनमा छ 1 नम्बरमा फाँट बारी छ बारी, 2 मा फिनिल हाउसु टनेल यो स्मार्ट खेतीहरू गर्दाखेरि यो टनेल हाउसभित्र गरिन्छ, यसलाई ख्याल गर्नुपर्छ। 45-46 च्याप्टरतिर छ, तपाईँले पढ्नुभएकै छ। अनि 3 नम्बरमा नोन खेत भन्छ यसलाई। फेरि यो भनेको रासायनिक मल है, यो चाहिँ रासायनिक मल भयो। अब हामीले कसरी छुट्याउनु त भन्दा अब जस्तै अगाडि मैले भनिहालेँ फाँट अथवा नोन आएको अवस्थामा कसरी छुट्याउने भन्ने बित्तिकै अब जस्तै यहाँ के आयो त भन्दा फ्य आयो नि त फ्य भनेको त धान हो। धान कहाँ रोपिन्छ भनेपछि बारीमा त होइन नि त, खेतमा हो नि त। यसरी ट्रिक लगाउनुपर्छ है। जस्तै यो धानलाई चाहिँ रोप्नको लागि उत्पादन गर्नको लागि धान खेतीलाई उत्पादन गर्नको लागि पानीलाई समान रूपले राखिने त्यो के त भन्दा कृषि खेतीलाई कृषि भूमिलाई जनाउँछ भनिसकेपछि फ्याको कुरा आएपछि त सिधै नोन भयो नि त। यसरी चाहिँ हामीले ट्रिक लगाउने है। अब यस्तै क्वेसन तलपट्टि छ, यसले के भन्छ हेरौँ है। 2 मा मुरुल थेजी आन्गो, मुरुल पानी चाहिँ नराखी भनेको थेदा भन्ने कुरा है। यो थेदा भन्छ, थेदा भनेको चाहिँ एउटा राख्नु हो, एउटा छुवाएर राख्नु भन्छ क्या। जस्तै पार्टीहरूमा उहाँ रक्सी खुवाएर चाहिँ राख्ने भन्ने कुरा भयो भने चाहिँ के त भन्दा थेदा राख्छ। जस्तै पानीको कुरा, यहाँ पानीको कुरा आयो नि त, पानीको कुराहरू राख्ने अथवा छुवाएर राख्ने कुरा आयो भने थेदाको अर्थ लाग्छ है। मुरुल थेजियानको पानीलाई नराखी खोक्सिकिना अन्नबाली अथवा छेसो सागसब्जी खुवाई फलफुल थुङ्गुल आदि इत्यादि कुराहरूलाई छेबे हानुन हुर्काउने अथवा उत्पादन गर्ने हुर्काउने बढाउने नोङ ख्याङजी रोल मारामिदा त्यो खालको कृषि खेती अथवा कृषि भूमिलाई कुरा गरिन्छ भनेर भनौँ है। अब हेरौँ अप्सनमा जाऊँ। पहिला फाँट भनेको बारी अगाडिकै जस्तो भयो। अनि फिनिल हाउस भनेको टनेल भइहाल्यो, नोन भनेको खेत भइहाल्यो। अनि फिरियो भनेको रासायनिक मल भइहाल्यो, रासायनिक मल। अब यसमा चाहिँ हामीले कसरी छुट्याउनु त भन्दा अब यसमा धानको कुरा आएको थियो र तपाईँको नोन भइहाल्यो यो। अब यसमा फेरि के भयो त भन्दाखेरि चाहिँ अब हेर्नुहोस् है, खोक्सिकिन अन्न गेडागुडी फेरि धानतिर जान भएन के। कोदो मकै सकै यस्ता कुराहरू पर्छन्। अब जस्तो तपाईँको अब सिमीहरू यस्ता कुराहरू त गेडागुडीभित्र पऱ्यो नि त। त्यसो हुँदा यो त्योभित्र पऱ्यो। अनि छेसो सागसब्जी खेतमा रोप्ने त कुरो आएन। अनि खुवाइल फलफुल पनि खेतमा बेसरी ढेर पानी हुने ठाउँमा चाहिँ रोप्ने कुरो हुँदैन भनेपछि हामीले ट्रिक कसरी लगाउनु पर्यो त भन्दाखेरि यी कुराहरू त हामीले त बारीमा पो लगाउने हो त भनेपछि के त भन्दा 1 नम्बरको बारी हुन्छ कि। यसरी चाहिँ हामीले ट्रिक लगाएर चाहिँ एक्जाममा क्वेसन मिलाउने कुरा गर्नुपर्छ है। र यस्तै छ फेरि अर्को